मिना बहिनी बस्ने घरको दृश्य देखाउँदै हुनुहुन्छ खेम सरले। तपाईहरु पनि हेर्नु होला। राम्रो छ। ओके, अरु कोठा पनि देखाउनु न मलाई। ओके ओके, यो चाहिँ सिटिङ रुम। वाओ, यो सिटिङ रुम है, यस्तो राम्रो जिप्सन भएको है। ओके, अनि यो कोठा हैन। वाह, कति धेरै लाइट है। अम्मा कस्तो राम्रो। वाओ, मिना बस्ने घर हेरौँ त। वाह, कस्तो राम्रो है। यता सिटिङ रुमको लाइटहरु बल्दैन मिना? यता सिटिङ रुमको लाइटहरु बाल्नु त। खै हेरौँ एकचोटी। ल ल ल। ओहो, आमामा कस्तो राम्रो झिलिलिलिलिलि बलेको। वाओ, ओहो, यता पनि बल्छ। आमामा यता पनि बल्दो रहेछ त लाइट त। वाओ वाओ वाओ, कस्तो लाग्यो मिना? राम्रो लाग्यो। अब किचन कहाँ छ? ओके, किचन होइन होला, यहाँबाट होला। यहाँ मिना बहिनी, त्यो होइन, त्यो त पावर सकेट त्यहाँ कुकर सुकर जोड। वाओ, यस्तो दामी लाइट। अरू लाइट बल्दैन? उयो पल्लो बल्दैन? बाल्नु त एकचोटि। त्यो त पावर सकेट हो, त्यो लाइट जलेको होला सायद। उयो लाइट जलेको होला। यहाँ आउनु। टोइलेट बाथरुम कहाँ छ? टोइलेट बाथरुम। वाओ, यो चाहिँ के हो? टोइलेट हो कि बाथरुम हो? वाओ, बाथरुम कस्तो राम्रो। वाओ, के छ? ए, यो साबुनहरु राख्ने रहेछ है। आहा, कस्तो राम्रो। खोल्नु त, माथिको धारा खोल्नु त। भिजाउँछ है तपाईलाई। आयो आयो आयो। वाओ। ओके, तलको धारा। त्यो तलको धारा एकछिन पानी आएको छैन मजाले। अनि त्यो चाहिँ चिसो तातो। त्यो गिजर भन्छ, पछि जाडोमा चाहिँ तातो पानी लाउने हो त्यो। अहिले छोड्दिनु। त्यो लाइन जोड्नु पर्छ त्यसको लागि। अनि यो चाहिँ बाथरुम भयो हैन। टोइलेट कता? टोइलेट यतापट्टि हो। एकछिन है, टोइलेट हेरौँ त। वाओ, टोइलेट पनि कस्तो राम्रो टाइल्स लगाएको रहेछ है। वाओ, ए त्यो पानी बन्द हो, त्यसरी बन्द गर्नुपर्छ है त्यसलाई। ओके, यहाँ बन्द गर्यो भने त ट्याङ्की भर्यो जस्तो छ माथि। त्यो उयो मोटर मार्नु त। ट्याङ्की भर्यो हो, ट्याङ्की भर्यो। त्यो त्यसरी खोल्नु हुँदैन भाइ। ओके, यहाँको लागि धारा पनि चाहिन्छ हैन। यो अब चाहिँ उता हेर्नु त, उता पानी खोल्नु त। उयो हो, त्यो खोल्नु त। पानी आएन? त्यो कहाँ के भइरहेको छ? माथिको खोल्नु त। माथिको आयो हैन। ओके, त्यो तलको धारालाई हामी चेक गर्नुपर्छ है एकछिनमा। त्यहाँ कहीँ के भएको होला सायद। ओके, अनि यहाँ बाहिर पनि छ धारा। यहाँ पनि आउँछ हो। यो मुनिबाट आएको पानी होला हैन, डाइरेक्ट। ओके भाइ, यो पानी खोल्नु त। ओ, आयो। वाह, ल ठिक छ। ओके ठिक छ। यता किचनको पानी आएको छ कि छैन देखाउनु त, किचनको धारा। ओ, यहाँ माथि लाइटहरु बलेछ। किचनमा पानी आयो कि आएन? वाओ, आयो नि। ओहो मिना, ओके। ओहो हो, राम्रो। तर यहाँको टाइल्सहरु बनाउनेहरूले के छ कि यस्तो टाइल्स रहेछ, पछि फेरि टास्नुपर्छ। ए, यो निस्किन्छ, अहिले निस्किन्छ। यो किन यिनीहरूले राम्रो काम गर्दिएन क्या, म यिनीहरूलाई कराउँछु। अनि यहाँ फेरि यसलाई चिप कोरेर अनि यो टाइल्सलाई फेरि टाँस्नुपर्छ है। अहिले छुनु हुँदैन ल। ओके, कस्तो लाग्यो मिना? एकचोटि यता फर्किनु त। अब भाइ बहिनीसँग बस्ने हो त यहाँ? मामुसँग हो? मामु पनि आउनुहुन्छ बस्ने ल। ओके कहाँ गयो कान्छो? कहाँ गयो कान्छी? खुसी, तिमीलाई कस्तो लाग्यो? रमाइलो लाग्यो। अब यहाँ को बस्ने? अनि दिदी हो, सबैजना बस्ने है। आहा, सबैजना बस्नु पाउँदा कतिको खुसी हुनुहुन्छ? हो। आहा, मिनाले त यहाँ लाइटहरु बाल्दैछ, सिक्दै रहेछ है कहाँ बाल्ने, के बाल्ने हो। ओहो, ल अब हेर्नु त, बाल्नु त, सबै बाल्नु त एकचोटि। आमामा कस्तो दामी। वाह, उता जानु त, छिर्नु त। वाह, कस्तो दामी। कस्तो लाग्यो कान्छा? राम्रो लाग्यो। स्पिकर कहाँ छ? यहाँको स्पिकर यहाँ छ। यहाँ हो। वाह, ल त्यहाँबाट बज्छ, सबै ठाउँ बज्छ त्यहाँबाट। अनि फोनमा यहाँ कनेक्ट गर्ने कहाँ छ? फोनमा कनेक्ट गर्ने ठाउँ छ यसको। यसरी नै करेन्ट आउँछ। जोडेको रहेन रहेछ। फोनमा जोड्ने तार कुन हो त? ए, ज्याक चाहिँदैन। ए, युएसबी चाहिँदो रहेछ, युएसबी हैन, मेमोरी कार्ड हाल्ने। अनि बज्छ चारैतिर है। वाह, के लाइटहरु हो? स्पिकर
ए यहाँबाट होला त्यहाँबाट बाल्नु त लु ओ दामी वाउ वाउ यता पनि बल्यो यी ओहो उयो तल पनि बल्यो ओहो कस्तो दामी वाउ खै फोटो खिच्नु न एकचोटि मिनाको घरभित्रको वाउ आमामामा कस्तो दामी है एकछिन नानी तिनैजना जानु त खै अर्को खुसी खै खुसी कहाँ गयो खुसी ल म फोटो खिच्छु है ल भयो भयो एउटा खिचे है अब अर्को यता पनि त्यस्तै बल्छ होइन यहाँ आउनु त यहाँ आउनु त यहाँ पनि त्यस्तै बल्छ हो कान्छा यहाँ आउ त उयोको बालो त यो माथि पनि बालौँ त त्यो पनि बालौँ त बाल्नु हो माथि पनि बल्यो ओके त्यहाँ पनि एउटा फोटो खिच्नु पर्यो ल मिना आउनु ल एउटा फोटो खिच्ने है वाउ खै त ल यता दाजु बहिनी ए दिदी बहिनी ए दिदी भाइ पो त वाउ कस्तो दामी सबै बल्यो त्यहाँ मुनि सबै बल्यो वाउ कस्तो राम्रो रहेछ है ओहो खुसी हुनुहुन्छ कि नै साँच्चीकै हो मिना अब त घाँस दाउरा गर्नु पर्दैन ल ओके वाइफाई है मिना यहाँ हेर्नु न अबदेखि चाहिँ दाउरा बोक्नु पर्दैन ल अनि मजाले पढ्ने भाइ बहिनीलाई पनि पढाउने है आफू पनि स्कुल जाने होइन मम्मीले भनेको कुरा मान्ने है मम्मी पनि आइपुग्नुहुन्छ मजाले है खानाहरू बनाउने होइन कुकरहरू आइसकेको छ बस लाउनु मात्रै बाँकी छ मिनाको होइन यहाँनिर होइन सामानहरू यहाँ राख्ने है अब एउटा फ्रिज ल्याउनु पर्छ यहाँ फ्रिज राख्नुपर्छ है ल फ्रिज ल्याउनु कि नल्याउनु हो वाउ ल त्यसरी गर्नुपर्छ ल त्यो अहिले त्यो सुन्नु हुँदैन त्यो झर्छ ल कान्छा कतिको खुसी हुनुहुन्छ हो र छैन होला अनि मिना तपाईँलाई कतिको ठिक सन्चो भएको कतिको फिल भइरहेछ कान्छा एकछिन दिदीलाई डिस्टर्ब नगर्नु अरू के भइरहेछ सबै ठिक छ तपाईँलाई त्यो बिरामी हुँदा कस्तो फिल हुन्छ एकचोटि भनिदिनुहोस् न त्यो बिरामी हुँदा चाहिँ त्यो अलिक क्या त्यो डर लाग्ने त्यो साथीहरू भाइहरूमा डर नलाग्ने त्यस्तै त्यो अझै बोलौँ लाग्ने हुने हुन्छ अहिले त तपाईँ बोल्नै हुन्न त अहिले अलिक रिसार्च के म ओके मिना पनि अब तपाईँले लुगा धुँदाखेरि कहाँ सुकाउनुहुन्छ होला यताउति तर हेर्नु है यहाँ कहाँ सुकाउने भने नि उयो डोरी चुडिएको छ नि हेर्नु त यो डोरी चुडिएको छ अनि यता पनि छ डोरी यो डोरी अब यो काम गर्दैन मकिसकेछ अर्को नयाँ ल्याउने अनि यो तपाईँको लुगा सुकाउने ठाउँ है अनि त्यहाँ पर त्यो टाइल्सहरू त्यो बाँकी लाउन छ नि लाउन बाँकी टाइल्सहरू यहाँ हेर्नु त यहाँ हेर्नु है यहाँ हेर्नु यता हेर्नु यो के को लागि थाहा छ यो सिङ भात धुने ठाउँ फुट्छ ल त्यो चाहिँ कहाँ राख्ने हो थाहा छ यहाँ आउनु यहाँ हेर्नु त यहाँ राख्ने हो अस्ति राखेछ है भाँच्ची छ कि यो पानी छ नि यहाँ आउँछ यहाँ है त्यस्तो ल बुझ्यौ ल